मनपर्ने नेता को हो नेपालमा आइडल तपाईको को? त्यस्तो कुराहरु मैले कसैलाई भन्न पनि भन्दैन। म मेरो लागि कोही आइडल छैन है। मलाई मनपर्ने खाना के हो भनेर हैन हैन तपाईलाई मनपर्ने खाना के हो भन्यो भने म त्यो पनि म छैन। मनपर्ने सिनेमा के हो भनेर कसैले सोध्यो भने मलाई म केही पनि वास्ता लाग्दैन। मलाई यो मनपर्ने यो मन नपर्ने भन्ने कुरा हुँदैन हैन। जस्तो विद्यार्थीहरुले भन्छ, विद्यार्थीहरुसँग अन्तर्क्रियाहरु गर्दाखेरि स्कुलतिर कलेजतिर तपाईले सोधे जस्तै भन्छ, तपाईलाई कोले चाहिँ यसरी चाहिँ इन्स्पायर गर्यो, कोले चाहिँ हैन तपाईको त्यो त्यस्तो पात्र को हो भनेर सोध्छ। मेरो पात्र कोही पनि छैन। तपाई आफै हो, कोही छैन तपाईलाई प्रभावित पार्ने पात्र जीवनमा? पात्र छ। को छ? पात्र होइन, एउटा समाज छ क्या। मैले जे काम गरिरहेको छु समाजले मलाई चाहिँ प्रोत्साहन गर्छ क्या। किन प्रोत्साहन गर्छ त भन्दाखेरि समाजमा देशमा अहिले त समाजको कुरा मात्रै आएन, दुःख छ। दुःख देखेँ मैले। म अमेरिकाबाट चाहिँ यसो घुम्न आएको मान्छे हो नि। गाउँमा कसरी अड्कियो त? यसो गाउँघरमा डुल्दाखेरि गाउँघरको दुःख सबैलाई थाहा छ। धेरै किसिमको समस्या छ, हरेक क्षेत्रमा समस्या छ। एक दुईवटा समस्यालाई